हेलो साथीहरू, दर्शन नमस्कार। आफ्टर लङ टाइम यहाँहरूलाई फेरि पनि स्वागत छ मेरो च्यानलमा। आज म नेपाली स्टाइलको चिकनको करी बनाएर तपाईहरुलाई देखाउँदैछु। र मैले थोरै तेल राखिसकेको छु। ओके, अब चाहिँ यसरी तेल तातिसक्यो। यो तातेको तेलमा चाहिँ मेथी परर पड्काउने, त्यसपछि ज्वानो झ्याप्पै लगाउने, फेरि कालो यसरी डढाइसके पछाडि प्याज झ्याप्पै लगाउने। अब चाहिँ प्याज यसरी चलाइदिने हल्कासँगले, अनि आगोको हिट अलिकति बढाइदिने। सुरुमा चाहिँ तेल तातिसके पछाडि लो हिट गर्ने, अनि मेथी ज्वानो फुराइसके पछाडि चाहिँ अनि बेसार, अर्ग्यानिक बेसार हो यो, गाउँको चिकन लगाएर चलाइदिने मजाले। यसमा नुन स्वाद अनुसार राख्ने, लाई चलाइदिने। त्यसके पछाडि ढक्कनले छोपिदिने, आगो पनि मिडियम लो बनाइदिने। पछि यसलाई हल्का चलाइदिने। ल अथेन्टिक यो चाहिँ नेपाली स्टाइलको चिकन करी बनाउँदैछु। नेपालीहरूले चाहिँ जहिले पनि तेल तातिसके पछाडि मेथी ज्वानोहरू फुराउने परम्परा छ हैन। अब कतिलाई नमन पर्न पनि सक्छ, तर प्रायःजसो नेपालीको घरमा चाहिँ तरकारी पकाउँदा मेथी चाहिँ फुराउँछ नै फुराउँछ, जुनै करीमा पनि। अब चिकन बनाउँदा चाहिँ त्यसमा ज्वानो एड गर्छ। ज्वानो एड गर्दा चाहिँ यसले चिकनको यो लोकल फ्लेभरलाई इन्हान्स गर्छ कि। हाम्रो नेपाली लोकालिटीमा चाहिँ मेथी ज्वानो एकदमै मन पराइन्छ। त्यो भएर मैले चाहिँ यहाँ अझ बेसी ज्वानो र मेथी लगाएको छु। त्यो भएर तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ ज्वानो र मेथी। अब म 1 चिया चम्चा जस्तो चाहिँ यहाँ अदुवा र लसुनको पेस्ट लगाइदिन्छु। अनि अदुवा र लसुनको पेस्ट लगाइसके पछाडि यसलाई फेरि चलाइदिनु मजाले। अब यसरी चिकन भुटिसके पछाडि मैले फ्रेस गोलभेडालाई चाहिँ ग्राइन्डर मिक्सरमा चाहिँ पिसेको छु। अब यसलाई चाहिँ यो प्युरी, टोमेटो प्युरीलाई एड गरिदिन्छु। एड गरिसके पछाडि फ्लेमलाई पनि हाई बनाइदिने है। मिडियम लो राखेको थिएँ मैले, हाई बनाएर अब यसलाई मजाले चलाइदिने। चिकन यसरी मजाले उम्लेर पाक्दैछ। यतिको भए पछाडि फेरि मजाले चलाइदिने है। यो चाहिँ अब हाम्रो नेपाली स्टाइलको फ्रेस ग्रेभीमा चिकन चाहिँ लपक्कै भइसक्यो है। टाइट गरेर भुट्ने, अनि त्यस पछाडि ग्रेभीको प्रोसिजर हामी फेरि यसरी पकाएर बनाउँछौँ। ल हेर्नुहोस्, ग्रेभी पाकिसके पछाडि चाहिँ यसरी तेल छुटेर आउँछ है। अब यतिको भइसके पछाडि हाम्रो चिकन चाहिँ पाकिसकेको छ। ग्रेभी पनि मजाले त्यसमा मिक्स भइसक्यो। चिकनले पनि यसको फ्लेभर कन्ज्युम गरिसकेको छ भने अब गाउँको अर्ग्यानिक धनिया र सौँफको साग चाहिँ मैले यसरी चप गरेको छु। अब यसको माथिबाट लगाइदिन्छु। ल अब चलाइदिनु। ल यो हो हाम्रो नेपाली स्वादको चिकन करी। चिकन लेदो बेदो भने पनि हुन्छ। अब यसमा ग्रेभी लटपट भएको छ, लेदो भएको छ, त्यही भएर त्यसरी भन्न पनि सकियो है। अब यसलाई हाम्रो आफ्नो मनपसन्दको अब रोटी, राइस
चिउरा भुजा जेसँग खाए पनि भयो, जेसँग इन्जोय गरे पनि भयो। तपाईहरुले मेरो च्यानल धेरै समय पछाडि चाहिँ यो रेसिपी अपलोड गर्दैछु। आशा छ यहाँहरुले इन्जोय गर्नुभयो होला। हस् त, धन्यवाद। नेक्स्ट भिडियोमा हामी फेरि भेट्ने बाचा गर्दै। तपाईहरुको दिन शुभ रहोस्। जय नेपाल। ल, मैले चाहिँ यसमा पस्केर अब चिउरासित यसलाई इन्जोय गर्ने छु है त। यहाँहरुले भिडियो हेरेर इन्जोय गर्नुभयो होला। इन्जोय।